नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई आजको यस भ्याकेन्सी सम्बन्धी नयाँ भिडियोमा। आज हामीले यस भिडियोमा बागमती प्रदेशले खुलाएको पाँचौं तहको भ्याकेन्सीको बारेमा चाहिँ छलफल गर्नेछौँ। बागमती प्रदेशले हिजो भर्खर वैशाख 1 गतेका दिन चाहिँ भारी मात्रामा भ्याकेन्सी चाहिँ अनाउन्समेन्ट गरेको छ। यसले प्राविधिक तथा अप्राविधिक दुवै पदहरूको लागि चाहिँ यसले भ्याकेन्सी राखेको छ। अब हामीले ढिलो नगरिकन भ्याकेन्सीको विवरण चाहिँ हेर्नेछौँ। यहाँ सबभन्दा माथि यसले अप्राविधिक तर्फका विभिन्न पदहरूमा चाहिँ भ्याकेन्सी राखिदिएको छ। जस्तै कि विज्ञापन नम्बर भनेर दिएको छ तह 5 सेवा समूह उपसमूह पद भनेर चाहिँ प्रशासन सामान्य प्रशासन पाँचौं तह सहायक पाँचौं वा सोसर भनेर चाहिँ प्रदेश बागमती प्रदेशको लागि खुल्लातर्फ 49 जना र स्थानीय तहको लागि चाहिँ खुल्लातर्फ 67 जना भनेर दिएको छ। त्यसैगरी अर्को छ यसैभित्र यही विज्ञापन नम्बरभित्र प्रशासन लेखा पाँचौं तह लेखापाल यसको सेवा समूह उपसमूहहरू चाहिँ यिनीहरू सेवा तपाईको प्रशासन भएको समूह लेखा अनि त्यस्तो पदहरू चाहिँ दिएको छ। यसमा चाहिँ प्रदेशको लागि चाहिँ खुल्लातर्फ 30 जना र स्थानीय तहका लागि खुल्लातर्फ 6 जना गरेर दिएको छ। अर्को विज्ञापन नम्बर छ। त्यसैगरी प्रशासन सामान्य प्रशासन भनेरै दिएको छ। अर्को पनि त्यस्तै छ प्रशासन तर्फकै यी सम्पूर्ण चाहिँ अप्राविधिक तर्फको भ्याकेन्सीहरूको चाहिँ यो विवरण हो। विभिन्न तहहरूमा चाहिँ महिला कतिजना चाहिएको छ, स्थानीय तहमा कतिजना महिला, कति आदिवासी जनजातिहरू भनेर चाहिँ यहाँ दलित थारू मधेसी विभिन्न समूहहरूको लागि चाहिँ यो समूह तथा किसिमको लागि चाहिँ भ्याकेन्सी छ। र यिनीहरू यो भ्याकेन्सीहरूको यो पदहरूको चाहिँ यसको प्रथम चरणको इक्जाम भनेर चाहिँ शेड्युल पनि यसले राखिदिएको छ। यसको प्रथम चरणको फर्स्ट पेपरको इक्जाम चाहिँ 2082 साल 2 महिना 31 गते दिनको 1 बजे चाहिँ यसको फर्स्ट पेपरको इक्जाम हुनेछ। त्यसैगरी द्वितीय चरणको चाहिँ इक्जामको लागि के भनेको छ भन्दाखेरि द्वितीय र तृतीय पत्रको परीक्षा मिति प्रथम चरणको नतिजा प्रकाशन गर्दा सूचना प्रकाशन गरिनेछ। जब फर्स्ट पेपरको रिजल्ट आउँछ त्यति बेला चाहिँ सेकेन्ड र थर्ड पेपरको चाहिँ यसको शेड्युल चाहिँ यसले प्रकाशन गर्नेछ। अब यहाँ चाहिँ 9 नम्बरदेखि चाहिँ यसले प्राविधिक तर्फको विभिन्न पदहरूको चाहिँ भ्याकेन्सी राखेको छ। जस्तै कि इन्जिनियरिङ इलेक्ट्रिकल जनरल इलेक्ट्रिकल पाँचौं तह इलेक्ट्रिकल ओभरसियर भनेर दिएको छ। खुल्लातर्फ 1 जना मात्रै दिएको छ। अनि यसको प्रथम पत्रको इक्जाम चाहिँ असारको 3 गते 2022 साल असार 3 गते 2 बजे चाहिँ दिउँसो 2 बजे चाहिँ हुनेछ। त्यसैगरी द्वितीय पत्रको पनि यसले राखिदिएको छ। त्यही सेम डेटमा चाहिँ यसको द्वितीय पत्रको इक्जाम पनि हुनेछ। यो प्राविधिक तर्फको चाहिँ सेम डेटमा हुनेछ भनेपछि अप्राविधिक तर्फ त छुट्टै छ। त्यसैगरी अर्को पनि छ इन्जिनियरिङ तर्फ नै खुल्ला, महिलामा कतिजना चाहिन्छ, आदिवासी जनजातिमा कतिजना चाहिन्छ र यिनीहरूको इक्जामको शेड्युल के छ भनेर पनि यहाँ राखिदिएको छ। तपाईहरुले हेर्न सक्नुहुनेछ। अन्य इन्जिनियरिङ एरिगेसन भनेर दिएको छ। विभिन्न यो प्राविधिक तर्फको विभिन्न पदहरू फरेस्ट्रीहरूतिरको पनि छ। अनि त्यसपछि एग्रिकल्चरको भयो अनि रेन्जर छ। अनि यो सम्पूर्ण यो भ्याकेन्सीको इक्जाम पनि यसकै साइडमा राखिदिएको छ। त्यसैगरी शिक्षा प्रशासन पाँचौं तह प्राविधिक सहायक भनेर दिएको छ। यो पनि प्राविधिक भएको खुल्लातर्फ 2 र स्थानीय तहमा खुल्लातर्फ 7 इक्जाम चाहिँ यसको 3 महिना 28 गते 2 बजे। त्यसैगरी अर्को के भनेर दिएको छ भन्दाखेरि उपयुक्त विज्ञापनमा समावेश भएका सेवा समूह उपसमूह अनुसार प्रदेश मन्त्रालयगत र स्थानीय तहगत माग संख्याको एकीकृत विवरण भनेर दिएको छ। अब प्रदेशको यो बागमती प्रदेशको विभिन्न मन्त्रालय तथा स्थानीय तहहरूमा चाहिने आवश्यक कर्मचारीहरूको भ्याकेन्सी चाहिँ यहाँ तल दिएको छ। यो चाहिँ मन्त्रालयगत विभिन्न मन्त्रालयहरू हुन सक्छ। जस्तै कि आन्तरिक मामिला तथा कानुन मन्त्रालय भनेर दिएको छ, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय भनेर दिएको छ, कृषि मन्त्रालय भनेर दिएको छ। र यसको साइडमा पद संख्याहरू दिएको छ। बागमती प्रदेश अनि प्रदेश लोकसेवा आयोगको लागि पनि समेत अब त्यो प्रदेश लोकसेवा आयोग जुन छ त्यो मन्त्रालयको लागि पनि 5 जनाको भ्याकेन्सी राखेको छ। त्यसैगरी यो विभिन्न मन्त्रालय खानेपानी ऊर्जा मन्त्रालय भनेर दिएको छ, भौतिक पूर्वाधार विकास मन्त्रालय, युवा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय दिएको छ। त्यसैगरी यो चाहिँ प्रदेशको एकीकृत भयो। त्यसपछि प्रदेशभित्रका विभिन्न जिल्लाहरूमा पनि चाहिने जिल्लाको स्थानीय तहहरूमा पनि चाहिने भ्याकेन्सी पनि यसले राखेको छ। जस्तै काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिकाको लागि 1 जना चाहिएको रहेछ। त्यसैगरी चौरी देउराली गाउँपालिकाको लागि 3 जना, नमोबुद्ध नगरपालिका 1 जना। त्यसैगरी चितवन जिल्लाको पनि छ, दोलखाको छ। त्यसैगरी धादिङ नुवाकोट मकवानपुर रसुवा अनि रामेछाप सिन्धुपाल्चोक ललितपुर सिन्धुली अनि त्यसपछि काभ्रेपलाञ्चोक चितवन नुवाकोट र विभिन्न यो सेवा समूहहरूतर्फ चाहिँ यो भ्याकेन्सी राखेको छ। आन्तरिक लेखा परीक्षण भनेर दिएको छ। यो चाहिँ चितवन नुवाकोट रामेछाप र सिन्धुली जिल्लाहरूको विभिन्न यो स्थानीय तहहरूको लागि चाहिँ राखेको छ। त्यसैगरी इन्जिनियरिङ इलेक्ट्रिकल यो सबै सम्पूर्ण तपाईहरुले जानकारी चाहिँ राम्रोसँग हेर्न सक्नुहुनेछ। त्यसैगरी आफूलाई आवश्यक
र भर्न चाहनुहुने इच्छुक पदहरूमा चाहिँ तपाईहरुले यसको लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ। अब हामीले चाहिँ यसको अन्य विभिन्न जानकारी महत्त्वपूर्ण जानकारीको बारे चाहिँ हेर्नेछौँ। परीक्षाको किसिम चाहिँ लिखित र अन्तर्वार्ता गरी 2 चरणमा दिएको छ। त्यसैगरी परीक्षा केन्द्र चाहिँ हेटौँडा हुनेछ। यो बागमती प्रदेशको इक्जाम सेन्टर चाहिँ हेटौँडा। त्यसरी दरखास्त दिने अन्तिम मिति भनेर दिएको छ 82 साल 1 महिना 21 गतेसम्म सिंगल दस्तुर र 82 1 महिना 28 गते चाहिँ सम्म चाहिँ डबल दस्तुरको यसको डेट राखेको छ। त्यसैगरी उम्मेदवारको उमेरको हद भनेको छ वैशाख 21 गतेसम्म चाहिँ पुरुषको हकमा 18 वर्ष पुरा भई 35 वर्ष ननाएको र महिला तथा अपाङ्गको हकमा चाहिँ अपाङ्गको हकमा समेत सोही अनुसार हुनेछ। अपाङ्गको पनि यही विवरण छ। त्यसैगरी महिलाको हकमा चाहिँ 40 वर्ष चाहिँ ननाएको हुनुपर्ने भनेछ। दरखास्त दस्तुर चाहिँ यसको हरेक सेवा समूहतर्फ चाहिँ 700 र प्रत्येक समावेशी समूहतर्फ चाहिँ तपाईहरुले भर्दाखेरि एक्स्ट्रा 300 रुपैयाँ चाहिँ चार्ज लाग्नेछ। त्यसैगरी दरखास्त दस्तुर बुझाउने अवधि विधि र स्थान भनेको छ। विधि चाहिँ तपाईहरुले अनलाइनबाट यसको चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ। साथै यसले के भन्दैछ भन्दाखेरि दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत बैंकिङ भाउचर सिर्जित भइसकेपछि तपाईहरुले चाहिँ अनलाइनबाट नै पेमेन्ट गर्ने हो। तर त्यसको भाउचर चाहिँ तपाईहरुले पहिला त्यो सिर्जना भइसकेपछि चाहिँ कनेक्ट आइपीएसबाट भुक्तानी गर्न सक्नुहुनेछ अरे। अनि विद्युतीय भुक्तानी प्रणालीबाट डाइरेक्ट भुक्तानी अनलाइन प्रणालीमा मान्य हुने छैन। डाइरेक्ट तपाईहरुले चाहिँ जस्तै कनेक्ट आइपीएस ई सेवा खल्तीहरुबाट डाइरेक्ट पेमेन्ट गर्न सक्नुहुने गर्न त त्यसैबाट गर्ने तर तपाईहरुले चाहिँ पहिला भाउचर त्यो बनाउनु पर्ने हुन्छ र भाउचर बनाइसकेपछि चाहिँ त्यो विभिन्न ई वालेटहरुको युज गरेर चाहिँ भर्नुपर्ने हुन्छ पेमेन्ट गर्नुपर्ने हुन्छ। दरखास्त दस्तुर बुझाउने अवधि तपाईहरु ढिलोमा 28 गतेसम्म चाहिँ दरखास्त दस्तुर चाहिँ बुझाइसक्नुपर्छ। त्यसैगरी अपलोड गर्नुपर्ने कागजातहरु भनेर दिएको छ। त्यो शैक्षिक योग्यताहरुको कागजातहरु विभिन्न कागजातहरु छ तपाईहरुले हेर्न सक्नुहुनेछ। अन्तर्वार्ता मिति चाहिँ लिखित परीक्षाको नतिजा प्रकाशन हुँदा सूचना गरिनेछ। यो सम्पूर्ण लिखित परीक्षाहरु जस्तै फर्स्ट पेपर सेकेन्ड थर्ड पेपर सम्पूर्ण यो इक्जामहरुको रिजल्ट आइसकेपछि तपाईहरुको इन्टरभ्यूको डेट चाहिँ प्रकाशन गर्नेछ। पदमा रही गर्नुपर्ने काम त थाहा भइहाल्यो। त्यसपछि सेवा समूह सम्बन्धी कामहरु भयो। तलब सम्बन्धी विभिन्न तलब सम्बन्धी जानकारी चाहिँ प्रचलित कानुन बमोजिम चाहिँ तलब निर्धारण गरिनेछ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता। अनि लिखित परीक्षाको माध्यम भाषा सम्बन्धी पाठ्यक्रममा तोकी बमोजिम हुन्छ। अब यदि कुनै सेवा समूहतर्फ चाहिँ इंग्लिश भाषा भनेर दिएको छ भने सिलेबस इंग्लिशमा छ त्यसको चाहिँ इक्जाम इंग्लिशमै दिनुपर्छ भने त्यसको इंग्लिशमा चाहिँ हुनेछ। नभए अदरवाइज अरुको चाहिँ नेपालीमा हुनेछ। यहाँ आवश्यक न्यूनतम योग्यता भनेर दिएको छ अर्को पेजमा। यो प्रशासन सामान्य प्रशासन सहायक 5 वा 16 सर पदको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र त वा 16 सर उत्तीर्ण भनेको +2 चाहिँ तपाईहरुले पास गरेको हुनु पर्यो। यो यसको मिनिमम क्वालिफिकेसन चाहिँ +2 पास हो। लगभग सम्पूर्ण यो पदहरुको चाहिँ +2 अथवा डिप्लोमा यो प्राविधिक तर्फबाट डिप्लोमा र त्यो पास गरेको साथीहरुले चाहिँ यसको लागि चाहिँ मज्जाले अप्लाई गर्न सक्नुहुनेछ। त्यसैगरी उम्मेदवारले पेश गर्नुपर्ने कागजात तथा अनुभव सम्बन्धी विशेष निर्देशन यदि तपाईहरुसँग कुनै एक्सपिरियन्स लेटर छ भने त्यो पनि समावेश गर्न सक्नुहुन्छ। जसले चाहिँ तपाईहरुको त्यो छनौट हुने प्रायोरिटी लिस्ट चाहिँ बढाउनेछ। प्रायोरिटी चाहिँ बढाउनेछ प्लस पोइन्टको काम गर्नेछ। त्यसैले समावेशी समूहका विज्ञापन दरखास्त दिने उम्मेदवारको पेश गर्नुपर्ने थप कागज यदि कसैले मधेसी समावेशी समूहतर्फ पर्दैछ भने मधेसी प्रमाणित गरेको जिल्ला प्रशासन कार्यालयबाट मधेसी प्रमाणित गरेको कागजात त्यो पनि त्यहाँ अट्याच गर्नुपर्ने हुन्छ भ्याकेन्सी सँगै। त्यो नदिएमा नट अट्याच गरेमा त्यो चाहिँ भ्याकेन्सी मान्य हुने छैन। त्यो मधेसीको समावेशी तर्फको लागि चाहिँ त्यो भ्याकेन्सी मान्य हुने छैन। तसर्थ तपाईहरुले आवश्यक सम्पूर्ण कागजातहरु चाहिँ राम्रोसँग हाल्नुपर्ने हुन्छ। एकचोटी म सरस्वती तपाईहरुले सम्पूर्ण भ्याकेन्सी चाहिँ देखाइदिन्छु तलदेखि माथिसम्म। लोकसेवा सम्बन्धी अन्य विभिन्न जानकारी तथा भ्याकेन्सी सम्बन्धी जानकारीहरुको लागि चाहिँ तपाईहरुले यस च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। भिडियो मन पर्यो भने लाइक गर्नु होला। साथै तपाईहरुले अन्य कुनै विषयमा भिडियो आवश्यक छ भने कमेन्ट गर्न सक्नुहुन्छ। मैले त्यस सम्बन्धी चाहिँ भिडियो बनाउने छु। हस्त साथीहरु आजको भिडियोमा चाहिँ यति नै गर्दै भिडियो एन्ड गर्न चाहन्छु।